ओ भाइ हैन रोक्ने होला हैन कहाँ हो ढुङ्गाले माटो मात्रै बाबु कहाँ हो बाबु ट्रेनमा हो हामी त ट्रेनमा सर्लक्कै ट्रेनमा हो मजाले सुत्यो भुइँचालो जस्तै भयो हामीलाई त होइन के छ अब यस्तै छ अब यहाँ कहाँको स्टेसन आएर रोकेको छ रातभरि कुदेको छ रातभरि भुइँचालो आइरहेको छ होइन साथी के हो पछि पछि सुत्न मन लाग्छ तेरा भाइ ऊपर जाएगा तेरो भाइ ऊपर जाएगा यस्तै छ हाम्रो इधर तो एक ठाउँ से इधर से लड़का करो इधर से लड़का करो गाडी नै 24 घण्टा हिँड्ने रहेछ क्या के हो हिँडेको छ कहाँ हो सुतेको छ 24 घण्टा 28 घण्टा नबढी हिँड्छ दिल्ली पुग्छ तेरा भाइ ऊपर जाएगा तेरा भाइ ऊपर आ जाएगा एउटा तेरा भाइ नीचे आएगा भन्छ साथी कहाँ हो युनेस्को साइड भयो त बवाल आउँछ होला बाहिर बाहिर जानु न ऊ त्यहाँ के अरे उसमा ढोकामा बजार बना न क्यामेरा बाहिर राखेर जे गर्न मिल्यो नि तँलाई कहाँ हो यो गाह्रो छ मलाई गाह्रो ल केटा हो रेलबाट झरियो वाराणसीमा गयो जिन्दगी गयो यता ए भाइ यो त तातो आयो च्याम्बरमै हाल्यो क्या लु लायो है लु लायो यस्तो गर्मी छ कि हावै तातो यार त्यो मोमो स्टिम गर्दाखेरि आउँछ नि बाफ ठ्याक्कै त्यस्तै केटा हो हामी चाहिँ ठ्याक्कै वाराणसीमा अब झऱ्यो 11 घण्टा पनि होइन अझ 12 घण्टामा ठ्याक्कै वाराणसीमा 12 घण्टाको ट्रेन यात्रापछि हामी लु लायो है यहाँ बाहिर निस्किँदाखेरि होइन के छ गाह्रो छ बाँच्न गाह्रो छ यस्तै छ केटा हो के गर्नु अब यस्तै हो एसीमा चढ्ने हो हिँड्ने हो लखनऊ पनि यहीँबाट लाने रहेछ लखनऊ जाने पनि यहीँबाट यहीँ आउनुपर्छ हामी अहिले टिकट काट्दा जाने र ए पायो भने त काट्दै कहाँ फर्स्ट क्लास जलपानको अब हामी चाहिँ बाबा विश्वनाथको मन्दिर जाने हो यहाँ गएर चाहिँ टक्क स्नान गरेर अब यहाँ बाइक सराउनामा बाइकमा हिँड्ने बाटो छैन मान्छे बाइकमा आउँछ यहाँ वेटिङमा टक्क यहाँ अब रेस्टुरेन्ट पनि छ रेलगाडाहरू यताउति छ तर इन्डियामा बाँच्न गाह्रो छ साथी अब यहाँ झर्ने बित्तिकै चाहिँ यो अटोवालाहरू चाहिँ अटो हो कि होइन भन्दै मान्छे तान्दै हाम्रो चाहिँ पोखरा जाने हो भन्दै हाल्छ रहेछ सरले कान फुट्ने गरी हाल्नुपर्ने ल फाइनल्ली हामी टक्क यहाँ आइपुग्यो है अटो नै अटो
जोनमा गयो भने अटो पहिला टिकट बुझौँ न ल यो चाहिँ हाम्रो वाराणसीको ट्रेन स्टेसन मजा आयो कहाँ जाने पहिला? देखाउँदो रहेछ कहाँ जाने कहाँ भनेर जाने पहिला भनौँ त हामी विश्वनाथ अब अनि यो अहिले विश्वनाथ जाने हो अब हामी बेलुका चाहिँ कहाँ जाने लखनऊ लखनऊ जाने कि आगरा जाने लखनऊ जाउँ त आगरा आगराको पाए आगरा जाउँ न किन सिधै होइन उहाँ जाने हो कि वृन्दावन होइन उहाँ जानु पर्ने निम क्रिम बाबा त्यही हुँदै जाने हो त्यही कहाँबाट जाने टिकट अफिसहरू कहाँ टिकट अफिस कहाँ हो टिकट घर अनरिजर्भ टिकट अफिस हो क्या त्यो छिर्नु हो कि खासै अनरिजर्भ त हो नि हाम्रो अनि काट्ने हो नि त अब ल अब चाहिँ मन्दिरमा भेटौँला केटा अब इन्डिया ल ल ल ल ल यो त अटोमेटिक कान फुट्ने हो केटा हो कान फुट्ने हो इन्डियामा खोइ हान्ने पनि दाजु एउटा हरानु हो खाएके पान बनारस वाला एउटा पान चाहिँ खानुपर्छ केटा बनारस ओ ओ ठेट इन्डिया गयो भने कान चाहिँ फुटाएर आउँछन् भन्छ यार केटाहरू है ल ल ल ल पुलिस पनि छैन स्मार्ट सिटी ल ल ल ल ल जे गरे नि जस गरे नि चल्छ इन्डियामा जाम क्या यतैबाट फर्किने त नि हामी अहिले पहिला म चाहिँ स्नान गरौँ न यहाँ के यस्ता छ बुङ्गाहरू लाउन आएको छ चिया खाएर जाम रे चिया जान्छ अहिले अहिले हाम्रो गाह्रो छ गाह्रो खोइ यहाँ पुरै गाडी रोक्यो भने चाहिँ कुदिरह स्क्याम हाने यार हाम्रो हामी त ओम किन्ने हामी चाहिँ वाराणसी घाटमा हो क्या घाट कहते हैं भाई इसको क्या घाट कहते हैं इसको बोलते हैं काड़का घाट घाट अब हामी चाहिँ यहाँ स्नान गर्न आउँदैछौँ दाउरे दाउरा मन्दिर छ मान्छेको भिड त्यस्तै त्यस्तै भिड त्यस्तै तर हाम्रो पशुपति चाहिँ अलिक म्यानेज छ यहाँभन्दा चाहिँ अलिक म्यानेज नै छ जस्तो लाग्यो मलाई अब यो त त्योभन्दा त ठुलो हो हुन त तर पशुपति पनि ठुलो हो हाम्रो अब त्यसको कम्पेरिजनमा चाहिँ हेर्दाखेरि यो चाहिँ एकदमै राम्रो होइन मन्दिरहरू पनि त्यस्तै ठुलो छ अब यहाँ चाहिँ यसरी मान्छे चलाउँदो रहेछन्
ठ्याक्क यहाँ मान्छे चलाउने बहुत बार क्या घाट कहते हैं भाई इसको? मणिकांत घाट। अच्छा, तो हमको स्नान इधर ही करना है? अच्छा, ये तो केड़ा हो जाने मंत्री का गाड़ी है। यहाँ सभी मंत्री का इंसान का मिल जाता है, अपने आप को पूरा यूपी नहीं का होटल एरिया है, सब होटल एरिया है। खाने वाले भी होटल एरिया है, रहने वाले। अच्छा, तो यहाँ मीठा मिलेगा? हाँ, मीठा मिलेगा भजन? शुद्ध शाकाहारी भी मिलेगा, मटन है, आता है। ये रहा प्रेस का। सामने स्टेशन है। तो हम यहीं जा रहे हो ना? हाँ केटा हो? हामी आइसक्यो वाराणसी एयरपोर्ट। कहाँ एयरपोर्ट स्टेशन? अब यस्तै छ केटा हो इन्डिया। ये आकाशतिर पुल छ, यहाँ गाडी छ। अब यहाँ कति भयो दाइ? 60 रुपियाँ। यहाँ पे नहीं मिलेगा।
भैया शुक्रिया भैया ठीक है तो हमको उधर जाना पड़ेगा वही के आगे उठिए अच्छा लकडा हो हामी चाहिँ अब हामी कहाँ गएर आएको विश्वनाथ मन्दिर गएर चाहिँ हामी अब ठ्याक्क बनारस एयरपोर्ट आइपुगिसक्यो हाम्रो यहाँ कुमकुमाले छ हामी त पुरै माथिबाट रेल पुग्छ माथिबाट रेल पुग्छ तल पनि हामी हुन्छ माछाबारीको बाबु माछापोखरी माथिबाट रेल हिँड्छ माछाबारीको बाबु यस्तै हो केटा हो अब यहाँ के भने चाहिँ उसको जुस गन्नेका जुसदेखि लिएर गएर फोहोर मैला भने त्यस्तै छ गन्दगी त्यस्तै छ यहाँ बाँच्नु पनि गाह्रो भइसक्यो यसो त तिनीहरू भएको मान्छे अब यहाँ बाँच्नु साँचेर गाह्रो भइसक्यो मलाई जाम यस्तै छ जाम यस्तै छ यो टक्क अटोको पछि हो भोलि पनि आउँदैछ फोहोर जहाँ हेऱ्यो त्यहीँ फोहोर छ जहाँ हेऱ्यो त्यहीँ गनाउने छ यस्तामा यसमा भनेको मैले के छ मैले टिकट घर गाह्रो छ सबै गाह्रो छ तर मलाई हामी बिहान यहाँ जस्तै लागिरहेको छैन आई लभ वाराणसी है गाइज आई लभ वाराणसी हामी यहाँ आएर बिहान होइन नि तर सबभन्दा ठुलो यो हो अरे मोदी जी का वो चल रहा है वो अब मोदी जी का चल रहा है ना भैन चोत चल रहा है ना भैन चोत स्किन में बहन चोत क्या चल रहा है मोदी जी का मोदी जी का चल रहा है देश में चल रहा है मोदी कुछ नहीं चल रहा है भैन चोत एक टिकट नहीं मिलेगा क्या चलेगा इसका? मोदी जी को यहाँ तो बोले डराइसक्यो केटाहरू डराइसक्यो मोदी जी हमारा नेता है डराइसक्यो तर हामी यहाँ आएकै होइन बिहान हामी एउटा एयरपोर्ट आएको थियो वाराणसी भनेर ट्रेनमा अब अहिले एक ठाउँ ल्याएर रोकिदियो के हो केटा हो यहाँ अचम्म भइसक्यो कि तर रमाइलो छ लास्ट रमाइलो छ अब हामी टिकट खोज्ने हो ट्रेनको ल अब टिकट सिकेट पायो भने कुरा गरौँला होइन भने त्यस्तै हो केटा हो हामी हरायो घुम्यो भनेर पत्ता लगायो हुन्छ अनि इन्डियामै बस्ने हो बेल्चा हान्ने हो के हो दोस्त बेल्चा हान्ने हो हान्ने अरे बेल्चा बेल्चा रहेको चस्मा भाई आईफोन 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 का बाप है हेलो हेलो गाइस बनारस बनारस कम टू बनारस बनारस जंक्शन कम टू बनारस यू कॉल मी कल मी ल हाम्रो कलुवाला पनि भेटिसक्यो कलुवा हाम्रो साथी आईफोन का बाप है आइफोन हो रे यसलाई आइफोनको नि बाप हो यो भाइ भनिदिएको चकमा खाइदियो ल अब ट्रेनको टिकट काट्ने हो योभन्दा धेरै भिडियो बनाउनु हुँदैन तिमीहरूलाई बनारस देखाइसकेँ मैले योभन्दा धेरै देखाउन चाहिँ मेरो क्षमताले छैन है योभन्दा धेरैदेखि आफै आउनुपर्छ तिमीहरू सबको हातमा बुलेट क्या नेपाल थोडी न हो सबसँग बुलेट ए सर्लक्क मान्छे रिक्सा टक्क अब ट्रेन भाई ये टिकट काउंटर किधर है उधर टिकट काउंटर नो हेलमेट सर र राइडमा यति ठुलो छ कि यो यति ठुलो छ कि गौतम बुद्ध स्टेडियम भन्दा पनि ठुलो छ है हाम्रो टिआइए त के छ र है यसको अगाडि होइन यहाँ टिकट नहीं पाउँदा अरे माथि टिकट काउन्टर लेखा नहीं पाइँदा टिकट भित्र टिकट ल अब टिकट काट्न यति गाह्रो छ इन्डियामा आउनै गाह्रो छ केटा यो तिमीहरू लाफा पारेर नआऊ अब हामीलाई त अलिअलि पावर चल्छ होइन नेपाल इन्डिया हामीलाई उस्तै हो ल ठिक छ असिमले पहिला इन्डिया आएर हाम्रो सहयोग भइरहेको नि अहिले त हामी ल अर्को भिडियोमा भेटौँला ल के गरे आऊ के गरे भने जस्तो हुन्थ्यो किन हो गइरहेको गाडी ए बाबा क्या हाल भयो पूरे है ना ओ घुस रहा है कौन घुस रहा है बाबा
जैसा कौन बोल रहा है बे? शोर जैसा तिमीलाई टपे जस्तै बुढाले त्यो बुढाले तिमीलाई पनि टपे क्या हेरै त्यो हाँस्दैन यस्तो घुरेको कि यस्तो घुरेको रेलै चिटाउँदाखेरि घुरेको छ यार अब यस्तै छ कमिसन लिएर चाहिँ सिटमा बस्न परेको छ है गाह्रो छ यहाँ इन्डियामा यस्तो गाह्रो छ ल यस्तै हो रातिको 11 बजे लखनऊ झार्दै हामीलाई बिजल्ली भयो नि के हो सधैँ रातिको 11 बजे लखनऊ झार्दै साथी खुसी छ अब यहाँ चाहिँ मटन बिरयानी भन्ने कुरो थाहा छैन मटन बिरयानी खान जाने हो सुरुमा स्पेसल बिरयानीको लागि चाहिँ फेमस हो अरे लखनऊ है केटा हो टुन्डेर आउँदेखि यहाँ आयो भने मटनमा जाने कुरो छ सर्लगा आउने मामा मटन भन्ने कुदिहाल्ने दायाँ बायाँ कुरै छैन हामी आएको ट्रेन यता साइडमा छ अर्को ट्रेन उता पर छ मान्छे पनि उस्तै छ ट्रेन बरेली के लिए जाना है तो हाँ चाचा शुक्रिया हामीलाई काकाले धेरै हेल्प गर्नुभयो यस्तै छ मान्छे सफा पनि गर्दैछ फेरि हामी बस्ने हिँड्ने लखनऊ धेरै 11 बजे राति लखनऊमा सरारा सफारी बाप रे लखनऊ के राजा अरे पप 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 ए बढ़िया है ये क्या है भाई लखनऊ जैन छोटे है वो उधर का बड़ी है रेलवे स्टेशन हमारे भाई का दोस्त आ गया और हम दोस्त के साथ चले रहे मामा मटन खाने मामा मटन खाएगा मामा मटन खाएगा तो ध्यान बनाएगा चार बाग पे अरे बच्चा डोसा कान फुट्ने भयो केटा हो कान फुट्ने भयो रातिको 1 बजे रातिको 11 बजे यस्तो छ हालत है ए ल सक्छ ल
हामी चाहिँ लखनऊको सबभन्दा स्पेसल मटन बिरयानी खान जाँदै हो मामा मटनमा हामी केटा हो तो ट्राफिक छ राति 11 बजे यार पुरै जाम छ खै आज चाहिँ कहाँ रे लखनऊको बिरयानी खाइला छैन जहाँ पनि बन्द भएको एउटा ठाउँ यस्तो छ हैदराबादको बिरयानी खान आएको सब बन्द साथी उता पुरी कहाँ के साथी सबै बन्द रातिको 12:30 भयो अब इन्डिया चाहिँ घुम्न आउनु भन्ने चाहिँ केटा हो यहाँ मेहनत त साह्रै मेहनत फेरि हात खाल छैन एकछिन कप बिरयानी बन्दैछ खाने हो यस्तो छ अवस्था हालत कहीँ नपाएपछि खानै पर्यो गाह्रो छ दिल्ली की नहीं है हम वृंदावन जाने की कोशिश कर रहे थे हमको क्या आप यहीं पे दिल्ली है ना दिल्ली है बरेली मोराबाद टू दिल्ली तो आप ये सस्ता वाला लेंगे तो एक जाने के लिए तो आपको एक के लिए 1 से 65 रुपये UPI सिस्टम है ऑनलाइन पेमेंट है वो बुढ़वा करेगा हाँ अब यस्तो छ केटा हो इन्डिया आएर काम गर्नु परेको छ है यहाँ अब टिकट काटिदिने काम छ मेरो क्या हाल बा बछड़ी के कहाँ जाना है कोलपुर जाना है परम लोग तू परम नाम बहुत जाएगा यो कहाँ हो रे दोस्त हो लामो कहाँ रे हो लखनऊमा चाहिँ एयरपोर्ट भन्नेमा ट्रेन स्टेसनमा यत्रो भिड छ अब यस्तै छ हाम्रो यहाँ अब कोही किन समात्ने मलाई मान्छे भिड गोदाम भिड छ गाह्रो छ इन्डियामा घुम्न गाह्रो छ चैनल को सब्सक्राइब करो पहले हाँ जल्दी करो मुझे पता है कि आप लोग नहीं करते वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते लाल कलर का बटन नहीं से दबाओ जल्दी दबाओ